मगर अनि आज हामी चाहिँ फन पार्क घुम्न हिँडिरहेछौँ। अब यहाँ चाहिँ मेरो बहिनी आउँछ अनि बहिनी आएपछि भेटौँला। अनि साथीहरू म चाहिँ यहाँ मेरो बहिनीलाई कुरेर बसिरहेको छु। 10 मिनट 15 मिनट भइसक्यो कुरेर बसेको। 10 चोटि फोन गरिसक्यो आउँदैन। तर टाउको दुखिसक्यो। अनि आज चाहिँ हामी बहिनी र म चाहिँ फन पार्क घुम्न गयौँ। फन पार्क कि फोन पार्क मलाई थाहा छैन। अनि त्यहाँनिर हिँड्दैछौँ। 2 बजिसक्यो, ढिलो भइसक्यो। कतिखेर फर्किने त गाइस। अनि म बहिनीलाई भेटेर देखाउँछु। बाई बाई साथीहरू। अनि म यहीँ बसिरहेको छु। यहीँको यहीँ नै नाटक गरेर फोन गरिरहेको छु यसले चाहिँ। ल म यहीँ छु। किन फोन गरेको मलाई? कत्रो घन्टा लाग्यो? कति बेर पठाएँ यहाँनिर मान्छे? एकैछिनमा 2:30सम्ममा आइपुग्छु भनेर 4 घन्टा भइसक्यो। स्वागत छ मेरो ब्लगमा। अनि हजुरलाई यता यता कतिखेर जाने हो? अनि कति रात परिसक्यो त त ढिलो गर्ने। जहिले यस्तै गर्छ यस्तै एकछिन भन्छ 10 घन्टा लाउँछ कि तेरो त मलाई त भरै लाग्दैन। ल साथीहरू अब चाहिँ हामी यहाँदेखि गाडी खोजेर गएर वहीँ गएर गाडीमा वहीँ झरेर भेट्छु। ल बाई बाई गाइस। बाई बाई। फेरि रत्न पार्कमा झरिसक्यो गाडीदेखि। अब कताबाट जाने हो त्यो नै थाहा भएन। वहाँ यहाँनिर चाहिँ त्यो जेन्जीको त्यो अस्तिको खुट्टा बनाएछ है। जुत्ता बनाएछ गाइस। अहिले चाहिँ हामी यहाँ हिँड्दैछौँ रत्न पार्कको पुलमा। एकचोटि गएको थिएँ मैले पोताबाट हो। मैले पनि बाटो बिर्सिसकेँ कि साथीहरू। हामी चाहिँ यहाँ हिँड्दैछौँ। कता झर्ने? उताबाट साइड झर्नु पऱ्यो होइन? साथीहरू हामी चाहिँ यहाँ हिँड्दैछौँ। बाटो कताबाट जाने नै थाहा भएन। अब हामी लोकेसन हेर्छौँ अनि जान्छौँ। अनि त्यहाँनिर पुगेपछि यता हो। त्यहाँ पुगेपछि फेरि कन्टिन्यू भिडियोहरू। हामी चाहिँ यहाँ फन पार्क नै नभेटाएर खोज्दा वाक्क भइसक्यो। कताबाट जाने हो थाहा नै भएन। वाक्क भइसक्यो खोज्दा यहाँ फन पार्क आउन मन लागेको चाहिँ फेरि हाम्रो म्याम छ यहाँ। उहाँलाई पिङ खेल्नलाई अहिले रमाटे पिङ खेल्नलाई रोटीहरू। हामी चाहिँ यहाँ खोज्दा फन पार्क मान्छेलाई सोध्दै फन पार्कसम्म चाहिँ आइपुग्यौँ। यहाँनिर चाहिँ आज शनिबार भएर होला एकदम भिड रहेछ है प्रिया। ऊ त यस्तो भिड रहेछ यो लाइन। र साथीहरू अब चाहिँ हामी यहाँ टिकट काट्छौँ। टिकट काटेर भित्र जान्छौँ। कति हो टिकट? एकजनाको पैसा फिर्ता। साथीहरू मैले चाहिँ टिकट पनि लिइसकेँ। अब चाहिँ हामी यहाँबाट भित्र जाने। कसो पैसा लियो? कति दिएको? 120। ठिक हो। र साथीहरू हामीले चाहिँ यहाँ टिकट पनि लिइसक्यो। अब हामी यहाँबाट गाइड भित्र छिर्छौँ फन पार्क। ल पिरियाको चाहिँ फोटो खिचिदिनु। ल फोटो खिचेर देख्छौँ। ल साथीहरू यो कतार गएको 2टा हात्तीले चाहिँ यहाँ सु गरिरहेछ। साथीहरू यहाँनिर चाहिँ हामी यहाँ यसलाई हेर्दैछौँ। यो चाहिँ यसको औँलै छैन एउटा। ल साथीहरू यहाँ चाहिँ लास्टै भिड छ। यहाँ हामी त्यो पनि हिँडिरहेछौँ। यहाँनिर चाहिँ के हो यो? साथीहरू यहाँ चाहिँ एकदम भिड छ। हामी चाहिँ हेर्दै हिँडिरहेछौँ। पिरिया कोला के खाने अरे पिरिया? खोइ कहाँ छैन। साथीहरू यहाँनिर चाहिँ मेरो बहिनीले कोला खाना लगाइरहेछ। म पोखरामा पनि खान पाएन अरे यसले। खोइ यस्तो भिड छ गाइस यहाँनिर चाहिँ। र पनि हामी हिँडिरहेछौँ। अहिले चाहिँ हामी यहाँ मोटु पातलु हेर्न आएछौँ। तर होइन यहाँनिर चाहिँ मान्छेहरू फोटो खिच्दै हुनुहुन्छ। साथीहरू यहाँनिर चाहिँ मोटु पातलु रहेछ होइन। मैले यहाँ मोटु पातलुसँग बसेँ। साथीहरू अलिक पता साथीहरू तर यो मोटु पातलु के हो यो? साथीहरू भाउलाई साथीहरू
ओ यस्तो चट्टी गला न अब चाहिँ हामी रमाटा पिङ खेल्नलाई हिँडेको ल साथीहरू अब चाहिँ हामी रमाटा पिङ खेल्न हिँडिरहेको छौँ है साथीहरू अङ्कलले जरा बार लगाइदिनु है यहाँबाट फोन कसो भन्छ मेरो के हालत रोक दिँदैन अब 10 राउन्ड नभइकन यसमा चाहिँ तैँले मुद्दिस भन्दा त्यहाँ सब तिनीहरू टाउको भित्र सुगर राख होइन खुस्किँदैन नि उता हेर उता हेर डर लाग्दैन क्या बाटो साथीहरू यहाँ खुट्टा बसाइ चाहिँ यस्तो छ हाम्रो प्रियाको ल साथीहरू यहाँ बिन्दा म्यामको छोरी खेल्दै हुनुहुन्छ हाम्रो बिन्दा म्यामको छोरी साथीहरू बाई बाई आजको लागि हाम्रो भिडियो यति नै थियो त्यो खेलेर एकदम मेरो चाहिँ कराएर स्वर पनि सुक्यो टाउको पनि दुख्यो रिकर्ड अब चाहिँ हामी यहाँदेखि निक्लेर हिँडेको रात पर्न थालिसक्यो त्यही भएर मैले भिडियो यहीँ इन गरेँ ल आजको लागि यति नै थियो गाइज ल बाई बाई अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नेक्स्ट भिडियोमा भेटौँ ल बाई बाई प्रिया